यो कथा हो एक गरिब आमाको, जसले आफ्नो सपना होइन छोराको खुसी रोजिन्। पुरानो गाउँ, माटोको घर। सन्दीप गरिब परिवारको छोरो। विद्यालय जान्थ्यो, तर पुराना लुगा, फाटेको चप्पल, फाटेको जुत्ता। साथीहरूले गिज्याउँथे, हाँस्थे र सन्दीप घरमा आएर आमालाई भन्थ्यो, आमा मलाई पनि नयाँ जुत्ता चाहिएको थियो। र आमा भन्नुहुन्छ, बाबु तिम्रो लागि केही न केही त गरिदिन्छु नि। र अर्को दिन बिहान आमाले गाउँको घर घरमा भाँडा माझ्न थालिन्। घाम चर्को थियो, खुट्टा पोल्थ्यो, तर मनमा एउटै सपना, सन्दीपका खुट्टामा नयाँ जुत्ता। एक रात आमा घर फर्किन्, थाकेको शरीर तर हातमा केही सिक्का। बाबु अब तिमीलाई नयाँ जुत्ता किनिदिन्छु। त्यो सुन्न साथ सन्दीपको अनुहार चम्कियो। उसले आमालाई अँगालो हाल्यो। भोलि बिहान उनीहरू बजार गएका थिए। सन्दीपले आफ्नो मनपर्ने जुत्ता रोज्यो, तर किनमेल सकेपछि फर्किने बेला आमा नाङ्गो खुट्टा थिइन्। र सन्दीप भन्छ, आमा तपाईँको चप्पल खोइ। आमा हाँस्दै भन्नुहुन्छ, पुरानो थियो बाबु, बजारमै फ्याँकिदिए। केही दिन नाङ्गो खुट्टा हिँडेर पनि के भयो र? सन्दीपले आमाको खुट्टामा रगत देख्यो, आँखा रसाए। उसो त जुत्ता सन्दीपको खुट्टामा थियो, तर त्यो दिन उसले बुझ्यो साँचो माया बलिदान हो। आमाको माया पैसाले तौल्न सकिन्न। यदि तपाईँलाई यस्तै माया कहिले पाउनु भएको छ भने आजै कमेन्ट बक्समा आमा भन्न नबिर्सिनुहोस्। कथा मन पर्यो भने लाइक, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनुहोला। यस्तै माया बाँडौँ, स्मरण गरौँ।